나서 다대 드린딜이야다. र आज चाहिँ यहाँ हजुर लाउँगो जुबे हाम्रो जुन गुरु पञ्चासिकाको सोसिएसन चाहिँ प्रवचन 세상다 델이야 प्रवचन चाहिँ आज चौथो दिन रहेको छ र यसमा चाहिँ 간규니 시시난게 जुन जुमबाट 소소베 सुनिरहनु भएका हाम्रा 하면 되지 विशेष 미시실로 गरी 되게 अनि जुमना जुन जुबे आरएचएमको 신기다 주주 남는 게 प्रवचन गर्नुभएका सम्पूर्ण आनीहरू 소소야 त्यसै गरी 성로래야 도마 공감사네 थपाहरू त्यसै गरी सम्पूर्ण श्रद्धालु भक्तहरू यहाँहरू सम्पूर्णलाई सुस्वास्थ्यको कामना गर्दै हार्दिक अभिवादन टक्राउँदै 아니 뒤네 마 आज चाहिँ फेरि म निरन्तर दिँदै 고주버 쇼체발이야 गुरु पञ्चासिकाको प्रवचन गर्न लागिरहेको छु र त्यो प्रवचन गर्दा 대쇼 까마 진쇼 안디 스크린 셰어 एकछिन पर्खिनु चाहिँ यो स्क्रिन सेयर गर्न केही समस्या हुन्छ कहिले पनि 안 되래야 나 가자 र अस्ति हामीले 건도 अगाडि 사다리디 sabjedi be आजको सूची चाहिँ 투부를 차 가는 가나지 अलिकति यताउता मिसिएको जस्तो भइरहेको छ तलमाथि भइरहेको छ जे भए पनि र अहिले के छ भन्दाखेरि त्यो जे छ त्यही मिलाएर बताउँछु मुख्य रूपमा के भन्दाखेरि अस्ति हामीले डोगन छेवाको जुन विस्तृत व्याख्या छ त्यसमा चाहिँ र त्यसमा 3 प्रकारको सूचीहरू आएको थियो 20 बुँदाहरू आएको थियो विस्तृत त्यसको जुन ग्रन्थको अर्थहरू चाहिँ त्यहाँ प्रस्तुत भएको थियो र त्यही त्यसमा चाहिँ अब के छ भन्दाखेरि जुन वन्दना र जुन ग्रन्थ रचना गरेको प्रतिज्ञा दुईवटा रहेको छ र त्यसमा भने त पहिलो वन्दनामा पनि के छ भन्दाखेरि त्यसमा चाहिँ श्री वज्रसत्वको स्थान प्राप्त गर्ने हेतु भएका गुरुको चरण कमलमा जसरी झुक्नु पर्यो त्यो त्यसरी झुकेर भनेर यसले के देखाउँछ वन्दना प्रस्तुत गर्छ यसको वर्णन गर्दाखेरि यसको बारेमा यसको ग्रन्थभित्र गुरुको गुरु पञ्चसिकाको जुन संस्कृत पाण्डुलिपि छ त्यो भित्र त्यसमा जस्तो व्याख्या गरेछ त्यसरी नै मैले बताइसकेको छु र आज चाहिँ यहाँ जुन वन्दनाको पूजा जुन दोस्रो पङ्क्तिहरू छ त्यसमा जुन हिमपर्वत तिब्बतको जुन गुरुहरूले गर्नुभएको व्याख्या अहिले हामीले जुन अहिले जुन उपलब्ध छ त्यो जुन डबा ग्याल्छनले रचना गर्नुभयो गुरु पञ्चासिकाको व्याख्या छ त्यही अनुसार चाहिँ अलिकति विशेष प्रकारको व्याख्या रहेको छ त्यो चाहिँ अरूभन्दा अलिकति विशेष प्रकारको व्याख्या रहेको छ अलिकति गहिरो गम्भीर अर्थहरू रहेको छ र यसको अनुसार चाहिँ व्याख्या गर्दाखेरि यस समयमा चाहिँ पल्देन श्रीमद् भनेर जुन डाक्टर भने अनुसार श्रीमद् भनेको चाहिँ उहाँको अद्वैत ज्ञान युक्त भएकोलाई श्रीमद् अथवा पल्देन र त्यो अद्वैत ज्ञान भनेको चाहिँ के हो भन्दाखेरि वज्र र सत्वलाई जुन वज्र भनेको छ त्यसले चाहिँ शून्यता बुझाउँछ भने सत्व भनेकोले अनुपलम्ब महाकरुणा यो शून्यता र करुणा अद्वय भएको ज्ञान चाहिँ वज्र समान समाधि हो त्यस्तो प्रकारको वज्र समान समाधि प्राप्त स्थान भनेको छ त्यो स्थान भन्नाले चाहिँ यस्तो प्रकारको पथ भन्ने बुझ्नुपर्छ त्यस्तो प्रकारको
अद्वैत ज्ञान स्थान प्राप्त गर्ने चाहिँ के हो भन्दाखेरि मुख्य मूल कारण चाहिँ के हो भन्दाखेरि हेतु चाहिँ के हो भन्दाखेरि गुरु हो त्यो त्यस्तो प्रकार गुरुहरूबाट चाहिँ अभिषेक र उपदेशहरू प्राप्त गरेर चाहिँ त्यहाँबाट मार्गमा लागिसकेपछि त्यस्तो प्रकारको वज्र समान ज्ञानहरूबाट प्राप्त हुन्छ र त्यो चाहिँ गुरुहरूमा भर पर्छ त्यही भएको कारणले गर्दा त्यस्तो प्रकारको शून्यता वा करुणा अद्वय भएको स्थान प्राप्त गर्नु चाहिँ गुरुहरूमा भर पर्ने भएको अनि गुरुको जुन शरीरको तल्लो भागदेखि लिएर उहाँको जुन चरण कमलमा वन्दना त्यो गुरुमा भर पनि भएको कुरा चरण कमलमा भनेको हो र त्यसै कारण कसरी वन्दना गर्ने भन्दा पूजनीय स्थान गुरुलाई भावीय जस्तो व्यक्तिले विधि वा उपाय काय वा चित्तद्वारा सस्ता वन्दना गर्छु भनेर बताएको छ के भन्छ जुन डापा ग्याल्सेनको भनाइअनुसार यस्तो रहेको छ त्यसै गरी थिम्बो प्रतिबद्धमा गुरु पञ्चसिकाको एकदमै प्रसिद्ध व्याख्याहरू अर्को चाहिँ गेचम खापाले रचना गर्नुभएको व्याख्या रहेको छ त्यो अनुसार व्याख्या गर्ने जुन त्यो अनुसार गर्दाखेरि चाहिँ श्री वज्र शतको स्थान प्राप्त गर्ने हेतु भएको गुरुको चरण कमलमा जस्तै झुक्नुपर्ने हो म त्यसरी झुकेर कसलाई चाहिँ वन्दना गर्छ ढोक गर्ने गुरुको चाहिँ चरण कमलमा ढोक गर्छ र उहाँको जुन चरण कमल चाहिँ एउटा कमलको रूप दिएर कमल चरण कमलले सजाएर उहाँको जुन शरीरको तल्लो भागतिर सबै आफ्नो जुन आफूले जुन ग्रन्थ रचनाको जुन विभिन्न भन्छ उहाँको सम्पूर्ण उच्च भागतिर शरीरको उच्च भागमा शिर हो र त्यस्तो शिरले चाहिँ शरीरलाई त्यस्तो प्रकारको गुरुलाई चाहिँ एकदमै अब श्रद्धा गरेर इज्जत गरेर वन्दना गरेको कसरी चाहिँ वन्दना गर्ने कसरी ढोक्ने भन्दाखेरि जिसिन तुसिन भन्ने शब्दबाट त्यसबाट के आउँछ भन्दाखेरि गुरुलाई चाहिँ काय वा चित्तबाट आफ्नो तन मन वचनबाट मुख मात्र शब्दले मात्र नभएर आन्तरिक हृदयदेखि नै आफ्नो काय वा चित्त अथवा तन मन र वचनद्वाराबाट नै गुरुलाई ढोक गर्छु अथवा वन्दना गर्छु त्यस्तो प्रकारको गर्ने विधि चाहिँ जुन चाहिँ अब विभिन्न सूत्र तन्त्रहरूमा देखाएको छ जुन प्रकारले चाहिँ गुरुहरूले कसरी चाहिँ हामीले उहाँलाई श्रद्धा गर्ने कसरी उहाँलाई सम्मान गर्ने भन्ने कुराहरू देखाएको छ त्यही अनुसार जुन ग्रन्थमा बताए अनुसार नै गुरुलाई त्यस्तो प्रकारको जुन हामीले पूजा गर्ने गुरु चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि श्री वज्र शतको स्थान प्राप्त गुरु र त्यो समयको पल झेर मुजुर के भन्नु भएको छ भन्दाखेरि हेवजतन्त्रको त्यसमा ग्रन्थहरूमा सातौं अध्यायमा उहाँले के भने श्री भनेको चाहिँ अद्वैत ज्ञान हो भनेर बताउनु भएको जे जस्तो भए पनि अहिले श्री पल भनेको श्री भनेको चाहिँ हो त्यस्तो श्रीले यो श्री जुन जुन अद्वैत ज्ञान
अझै ज्ञानले युक्त भएको आफ्नो जुन वज्रधरको स्थान प्राप्त गर्ने हेतु भएका त्यस्तो प्रकारको गुरुको चरित्र चाहिँ वन्दना गर्दछु त्यस्तो उत्तम बोधिको ज्ञान जुन त्यसलाई निश्चित वज्र भनिन्छ ज्ञान वज्रबाट उत्तम भएको छ जुन तीन बोधि उत्तम बोधिको तथातासँग अभेद भएर विराजमान भएको जुन धर्मकाय छ त्यसको ज्ञान धर्मकायको ज्ञान छ त्यसलाई चाहिँ दोर्जे अथवा वज्र भन्छ र त्यस्तो प्रकारको स्थान प्राप्त गर्ने चाहिँ हेतु नभई नहुने हेतु चाहिँ को भन्दाखेरि चाहिँ अब यसलाई छोटकरी भन्दा नभई नहुने एउटा मूल कारण चाहिँ के हो गुरु भएको कारण जुन वज्र शब्दको जुन स्थान प्राप्त मेन मुख्य हेतु भएको त्यस्तो प्रकारको श्रीमती गुरुलाई चाहिँ वन्दना गर्दछु भनेर यसले के देखाउँछ भन्दाखेरि यसले चाहिँ वन्दनाको र अब चाहिँ के हुन्छ भन्दाखेरि अब चाहिँ जुन ग्रन्थलाई उता वाचन गर्ने अथवा प्रस्तुत गर्ने के छ भन्दाखेरि यसको वाचा छ त्यो प्रस्तुत गर्दछु यसमा विभिन्न भाषा समय कम्ती भएको कारणले भन्नुपर्ने गरौँ अब चाहिँ यहाँ अब जुन यसलाई देशना गर्ने जुन वाचा छ उहाँले संस्कृतमा गर्नुभएको छ यसको नेपाली चाहिँ के हुन्छ भन्दाखेरि उहाँमा आश्रित हुनेहरूको वर्णन अनेकौं विमल तन्त्रहरूमा गरिएका छन् संक्षेपमा व्याख्या गर्नेछु आदरपूर्वक सुन्नुहोस् सूर्यकृतिले जुन रचना गर्नुभएको यो समयमा अनुवाद गरिएको जुन तिब्बतीबाट चाहिँ संस्कृतमा अहिले हामीले चाहिँ जुन अब तिब्बती ग्रन्थ अनुसार व्याख्या गर्ने जुन अहिले निमा डापाले गर्नुभएको चाहिँ संस्कृत भाषाबाट चाहिँ अनुवाद गरेको त्यही अनुसार चाहिँ थाङस्याङ मिनले चाहिँ यो तिब्बती भाषाबाट चाहिँ बोट भाषाबाट चाहिँ अब चिनिया भाषामा गरेको कारणले र अहिले चाहिँ म चाहिँ जुन अब बोट भाषाबाट चाहिँ तपाईहरुलाई व्याख्या गर्छु त्यसमा पनि दुईवटा रहेको छ र अघि भने अनुसारको जुन गुरु पञ्चशिखाको जुन संस्कृत भाषाको संस्कृतमा रहेको पाण्डुलिपिको आधारमा व्याख्या गर्नु पर्दाखेरि चाहिँ गुरुको चरण कमलमा वन्दना गर्दै ढोक्ढोक गर्दछु भनेर चाहिँ जुन अब गुरुको शरीरको तल्लो भागमा चाहिँ देखि लिएर सबैलाई ढोक गर्दछु भनेर बताएको छ र ढोकेर चाहिँ के गर्ने भन्दाखेरि के यसले चाहिँ के बाटो हुन्छ के गर्छु भन्दाखेरि चाहिँ विभिन्न उहाँमा आश्रित हुनेहरूको वर्णन अनेकौं विमल तन्त्रहरूमा गरेका छन् भने जुन यो विमल भनेको चाहिँ के हो भन्दाखेरि विमल अथवा दोष रहित भएको कुनै प्रकारको दोषहरू नभएको विशुद्ध भएको दोष रहित भएकोलाई चाहिँ विमल भन्छ
त्यसमा पनि विमल भनेको चाहिँ त्यसलाई अब वर्णन गर्ने तरिका पनि दुईवटा रहेको छ। एउटा साधारण तरिकाले गर्ने विमल भन्ने तरिका, एउटा सफा भन्ने दोषरहित भन्ने बुझ्न सकिन्छ। र अर्कोमा चाहिँ जुन कुकर्मको दोष नभएको, जुन अकुशल कर्मको दोष नभएकोलाई पनि विमल अथवा दोषरहित भन्ने भनिन्छ। र यस बेला चाहिँ जुन विमल भनेर धेरैवटा बताएको छ, त्यो कारण चाहिँ के हो भन्दाखेरि चाहिँ यो समय अहिले चाहिँ जुन ग्रन्थ छ गुरु पञ्चसिकाको ग्रन्थ रचनाकार छ, उहाँले चाहिँ रचना गर्ने समयमा चाहिँ उहाँले आफैले नै मनमा जे आयो, मनमा जस्तो आयो त्यस्तै बनाएको हो कि र उहाँको जुन कल्पनामा जे जस्तो कुराहरू झल्केर आयो त्यो हो कि भन्दा त्यो होइन। त्यो चाहिँ कस्तो हो भन्दाखेरि धेरैवटा तन्त्रहरूमा गुरुहरूले चाहिँ बताउनु भएको जे जति छ त्यसलाई चाहिँ त्यसको मुख्य विषय, त्यसको सार अर्थहरूलाई चाहिँ लिएर चाहिँ मैले यसलाई रचना गरेको त्यो भएको कारणले गर्दा चाहिँ यो विमल तन्त्रहरू अनेकौं विमल तन्त्रहरूबाट बताइ अनुसार भनेर चाहिँ उहाँले बताएको। यो चाहिँ गुरु पञ्चसिका ग्रन्थ चाहिँ आफूले मनमा जे आयो त्यही, आफ्नो मनमा जे उत्पाद भयो त्यही नै हो भनेर त्यो नभएर चाहिँ यो चाहिँ जुन वज्रतन्त्रको मुखारबिन्दबाट उहाँबाट आएको कुरालाई नै मैले बताएको। यसमा घ्यू अथवा तन्त्र भन्ने यसमा पनि अब घ्यू अथवा तन्त्र भन्ने के हो भन्दाखेरि संस्कृत भाषा अनुसार यसलाई निरन्तरतालाई बुझाउँछ भनेर भन्छ। त्यसमा चाहिँ के बुझ्नुपर्छ भने घ्यू अथवा यसमा चाहिँ 3 किसिमको यसमा चाहिँ जुन हेतु तन्त्र, फल तन्त्र र उपाय तन्त्र भनेर 3 किसिमको तन्त्रहरू बताएको छ जुन संस्कृतको जुन व्याख्याहरूमा। र अब यहाँ समयमा अहिले चाहिँ जुन घ्यू अथवा तन्त्र भनेको चाहिँ एउटा जुन निरन्तरता भन्ने बुझ्नु पर्दछ। र त्यसमा चाहिँ जुन अब हेतुको तन्त्र, फल तन्त्र, त्यसै गरी उपायको तन्त्र भनेर 3 प्रकारले विभाजन गरेको छ। र त्यसमा पनि अब समग्रमा साधारणतया सबै सत्वहरूको मनसन्ततिमा भएको जुन फल तन्त्र भनेको छ त्यसमा पनि के छ भन्दाखेरि कुलको आधारमा जुन प्रकारले विभाजन हो त्यसको बाट चाहिँ जुन फल प्राप्त भएको जुन वज्रधरको जुन विभाजनलाई चाहिँ के भनिन्छ भन्दाखेरि त्यो फल अथवा फलको तन्त्र भन्छ। यसमा पनि विभिन्न अब तन्त्रको व्याख्याहरू गरिएको छ, त्यसको जुन विभाजनहरू धेरै देखाएको छ। र अहिले जुन अब वज्रयानको आधारमा भन्दाखेरि यसमा चाहिँ के देखाएको छ भन्दाखेरि चाहिँ जुन गुह्ययानको जुन तन्त्रहरूमा चाहिँ जुन प्रकारले गुरुहरूको आश्रय लिने जुन एउटा सही तरिका छ त्यो यस ग्रन्थभित्र चाहिँ त्यसको जुन तरिकाहरू छ यसमा चाहिँ समेटिएको कारणले चाहिँ अब धेरैवटा तन्त्रहरूबाट भनेको हो।
यसमा पनि एउटा शङ्का के आउँछ भन्दाखेरि यदि तिमीले भनेको जस्तै गरेर यदि भगवान जुन शास्त्र भगवान बुद्ध अथवा उहाँको तन्त्रहरूमा जुन गुरुको आश्रय लिने जुन विधिहरू चाहिँ अलिक बताइसकेको छ भने चाहिँ यसमा फेरि तिमीले बताउनु पर्ने यसलाई रचना गर्नुपर्ने के कारण देखिने भनेर त्यस्तो प्रकारको शङ्काहरू गर्छन् त्यही जुन शास्त्र वज्रधरहरूले देखाउनु भएको उहाँले बताउनु भएको त्यहीमा पढ्दा पनि हुने रहेछ नि भनेर भन्छ भने त्यसको शङ्कालाई हटाउन त्यो शङ्का हटाउनको लागि चाहिँ यहाँ के भनेको छ भन्दाखेरि संक्षिप्तमा बताउँछु भनेर भनेको छ समग्रमा संक्षिप्तमा बताउँछु भनेको कारणले त्यसले चाहिँ के भन्दाखेरि अब यसमा चाहिँ अरूभन्दा छोटकरीमा बताउँछु भन्ने जुन शब्द छ त्यसले चाहिँ अब त्यो शङ्काहरूलाई चाहिँ शङ्काहरूको जवाफ यो बनिन्छ विभिन्न तन्त्रहरूमा चाहिँ अब गुरुको आश्रय लिने अब सही तरिकाहरू छ त्यो चाहिँ देखाइएको छ र अब धेरैवटा तन्त्रहरू रहेको कारणले गर्दाखेरि त्योहरू सबै धेरै तन्त्रहरूलाई चाहिँ हामी अब त्यसको अध्ययन गर्नु पर्यो भने अब त्यस्तो हामीले गर्नु सक्दैन त्यसको अध्ययन गर्नु सकिँदैन त्यसैले अब धेरै भएको कारणले त्यो नसक्ने भएको कारणले गर्दाखेरि उहाँहरूलाई पहिलो कुरा उहाँले अब त्यो पढ्न पनि सक्नुहुन्न पढ्न पनि अति कठिन छ त्यही भएको कारणले जस्तै अब एउटा भनाइ छ नि कथाहरू जुन जो पल्देन आदिशाले चाहिँ उहाँ विक्रमशिलाको चाहिँ उहाँ चाहिँ खेम्बु अथवा विक्रमशिलाको चाहिँ उहाँ चाहिँ अब प्रमुख हुनुहुन्थ्यो र त्यो समयमा चाहिँ विक्रमशिलाको त्यो समयमा चाहिँ अब भारतवर्षको चाहिँ गुह्य तन्त्रको जुन उत्पत्ति स्थल त्यहाँको अनुत्तर तन्त्रहरू धेरै चाहिँ त्यहाँबाट चाहिँ जुन निरन्तर रूपमा आएको जुन बताएको छ त्यही भएको कारणले गर्दाखेरि जुन विक्रमशील बिहारको भित्र चाहिँ जुन अनुत्तर तन्त्रहरू छ धेरै पुस्तकहरू रहेको छ त्यहाँको पुस्तकालय भित्र धेरै ग्रन्थहरू रहेको छ त्यही भएको कारणले गर्दाखेरि जो पल्देन आदिशा चाहिँ जुन गुह्य तन्त्रको ग्रन्थहरू चाहिँ उहाँले नसुनेको उहाँले नपढेको चाहिँ कुनै पनि थिएन भनेर त्यस्तो उहाँको एउटा त्यस्तो उहाँलाई चाहिँ एउटा आत्मविश्वास थियो त्यो भएको कारणले गर्दाखेरि उहाँले चाहिँ एकचोटि चाहिँ के भयो भन्दाखेरि उहाँले चाहिँ अब उहाँले जेसुन डोमा अथवा आर्य तारालाई दर्शन गर्नुभयो दर्शन गरेर चाहिँ तन्त्रको विषयमा यो यस्तो तन्त्र उस्तो तन्त्र चाहिँ प्रश्न गर्नुभयो ताराले उहाँले प्रश्न गर्नुभएपछि यो चाहिँ मैले सुनेको छैन सुन्नु त कुरै छैन यसको नाम पनि मैले सुनेको छुइनँ भनेपछि अब ताराले के भन्नु यदि तिमीले चाहिँ अब सम्पूर्ण ग्रन्थहरू तिमीले त सबै अब तन्त्रहरूको ग्रन्थहरू चाहिँ पढिसकेको छु अध्ययन गरिसकेको छु भनेर चाहिँ जुन एउटा अभिमान तिमीलाई छ तिमीले त सबै त हेरेको छैन रहेछ नि जुन मैले सोद्धाखेरि यस्तो प्रकारको ग्रन्थको बारेमा सोद्धाखेरि चाहिँ तिमीलाई केही नामहरू त्यो ताराले भन्दाखेरि चाहिँ यो त पढ्नुको कुरा छ मैले यसको नाम पनि सुनेको छुइनँ भनेर चाहिँ पल्देन आदिशाले जवाब दिएपछि उहाँको जुन अभिमान थियो त्यो चाहिँ अलिकति शान्त भएको र त्यति मात्र नभएर जुन तिब्बतमा चाहिँ पल्देन आदिशा चाहिँ तिब्बतमा जानु भएको बेला चाहिँ जाने बेलामा चाहिँ जुन साम्यमा उहाँ चाहिँ उचाल्नु पाउनु भएको चाहिँ साम्यमा बस्दाखेरि त्यहाँको अब अप्रसिद्ध गुम्बा चाहिँ अब साम्य रहेको छ र साम्यमा जाने बेला चाहिँ के भएको थियो भन्दाखेरि त्यहाँको धर्मराजहरूको समयदेखि चाहिँ जुन वज्र जुन त्यहाँको जुन एकदमै अब महत्त्वपूर्ण पुस्तकालयभित्र चाहिँ ग्रन्थहरू धेरै रहेको यो वज्रयान सम्बन्धी धेरै तन्त्रको ग्रन्थहरू धेरै रहेको त्यो भित्रबाट चाहिँ जुन गुह्ययानको गुह्य मन्त्रको चाहिँ ग्रन्थहरू चाहिँ
र उहाँले के भन्नुभएको छ यो गुह्य तन्त्रको जुन यो चाहिँ एकदम असीम अथाह रहेछ एकदमै धेरै रहेछ मैले त अब धेरै अध्ययनहरू गरेको थिएँ त्यो बस्दाखेरि जुन भारतमा हुँदाखेरि र त्यही भएको कारणले गर्दाखेरि जो कल्याण आर्टिस्टहरूले चाहिँ उहाँले चाहिँ अब उहाँ चाहिँ गुह्य मन्त्रको चाहिँ एकदमै महाविद्वान हुनुहुन्थ्यो र उहाँले चाहिँ अब जुन विक्रमशील बिहारमा भएको त्यो भएको ग्रन्थहरू चाहिँ जुन उहाँले धेरै थियो त्यो ग्रन्थहरू चाहिँ उहाँले चाहिँ त्यस्तो प्रकारको सौभाग्य भन्नु समयहरू चाहिँ उहाँले चाहिँ सौभाग्यवादी व्यक्ति चाहिँ जुन अतिशयले पनि नदेखेको उहाँले पढ्नु नभएको चाहिँ यस्तो प्रकारको तन्त्रहरू धेरै त्यो भित्र र अब साधारण मान्छेले चाहिँ साधारण मान्छेले त त्यो हेर्नु गाह्रो छ अब त्यो त्यस्तो प्रकारको अब धेरै पढ्नु नसक्ने व्यक्तिहरूको लागि चाहिँ उहाँले हित गर्नको लागि त्यस्तोलाई फाइदा होस् भन्ने त्यस्तोहरूको लागि चाहिँ अब कुनैमा चाहिँ तन्त्रहरूमा अब कति नपुगेको कति पूर्ण नभएको कतिमा अब छुटेको त्यस्तो प्रकारको ग्रन्थहरू रहने भएको कारणले गर्दाखेरि त्यो सबै तन्त्रहरूलाई हेरेर चाहिँ त्योहरूको सार रूपी जुन एउटा ग्रन्थ चाहिँ त्यसलाई चाहिँ उहाँले चाहिँ एकमुष्ट पारेर त्यसमा समाहित गरेर चाहिँ उहाँले चाहिँ यसलाई चाहिँ उहाँले प्रस्तुत हो भनेर यसलाई चाहिँ यो चाहिँ अब केही व्यर्थ हो भन्ने व्यर्थ चाहिँ होइन त्यस्तो प्रकारको शङ्का गरेर चाहिँ यो उहाँले उत्तरको रूपमा बताउनु भएको छ र जुन सुन्नुहोस् भनेर भनेको छ त्यसमा के बुझ्छ भन्दा जुन सौभाग्यवान जुन सत्वहरू छ सौभाग्यवानी सत्वहरू छ र जुन विभिन्न विमल तन्त्रहरूबाट देखाएको जुन गुरु आशयको जुन मुख्य विषयहरू छ त्यो चाहिँ जुन अब सही तरिकाहरू चाहिँ धेरैमा देखाएको छ र त्यो चाहिँ यहाँहरू जुन सौभाग्यवान श्रोता अथवा शिष्यहरू चाहिँ सश्रद्धा सुन्नुहोस् र यसमा चाहिँ विशेष के छ भन्दाखेरि यसमा चाहिँ जुन अब पात्रको 3वटा दोषहरू जुन हामी धर्महरू सुन्ने समयमा हामीले भाँडाको 3वटा दोषहरू भनेर छ जुन त्यो यो समयमा चाहिँ जुन संस्कृत पाण्डुलिपि अनुसार स्पष्ट बताएको छ के भनेको छ भन्दाखेरि जुन घोप्टाएको भाँडा जुन जुठो भाँडा पल परेको भाँडा भनेर त्यस्तो प्रकारको दोषहरूबाट मुक्त भएर चाहिँ यो चाहिँ सुन्नुहोस् भनेर बताएको छ जे भए पनि 3 प्रकारको दोषहरू चाहिँ जुन अब बताइएको छ एउटा दोषहरू मैलहरू चाहिँ त्याग गरेर चाहिँ सुन्नुपर्छ र यो जुन संस्कृतको व्याख्या अनुसार बताएको र त्यो अर्को चाहिँ के भन्छ जेत्सु डापा ग्याल्सेनको व्याख्या अनुसार भन्दाखेरि त्यस्तो प्रकारको थेतेम्पा यसमा चाहिँ 2 प्रकारले वर्णन गर्न सकिन्छ यो थेतेम्पा भन्ने त्यो त्यस्तो प्रकारको मार्ग देखाउने गुरुहरूको आश्रय लिएर चाहिँ जुन विमल तन्त्रहरू अनेकौं तन्त्रहरूबाट जुन प्रकारले गुरुको आश्रय लिने तरिकाहरू देखाएको छ त्यसलाई चाहिँ म
त्यसरी वर्णन गरे पनि हुन्छ र अर्को तेतेम्पा भनेको चाहिँ जुन उत्तम गुरुहरूको जुन उहाँहरूको आश्रय लिने गुरुहरू थाप्ने जुन तरिकाहरू छ त्यसलाई पनि हामीले बुझ्न सक्छौँ र त्यस्तो प्रकारको जुन धेरैवटा तन्त्र केबाट चाहिँ उत्पन्न भएको छ भन्दाखेरि जुन विमल तन्त्रहरूबाट विमल ग्रन्थहरूबाट त्यो चाहिँ के भनेको अरू अबौद्धहरूले बताएको ग्रन्थ नभएर यो चाहिँ सम्यक सम्बुद्धले बताउनु भएको ग्रन्थ हो भनेर चाहिँ भएको कारण त्यो चाहिँ एउटा के बुझाउँछ भन्दा जुन विमल शुद्ध विशुद्ध भन्दाखेरि चाहिँ जुन सम्यक सम्बुद्धले चाहिँ बताउनु भएको जुन ग्रन्थहरू अथवा जुन उपदेश छ त्यो भएको त्यो हो भनेर बताउँछ अनेकौं ग्रन्थहरू बताइएको हो भने के बताएको छ भन्दा त्यसमा के बुझ्नुपर्छ भने त्यसको जुन तन्त्रहरू चाहिँ अब अगाडि जति बताएको छ अगाडि अब अनेकौं ग्रन्थ भने जुन अगाडि हामीले बतायौं त्यो चाहिँ अगाडि बताए अनुसार त्यसको जुन मुख्य उपदेश चाहिँ के हो भन्दा 5 वटा तन्त्रहरू बताएको छ 5 वटा ग्रन्थ भनेर बताएको छ जुन अब तन्त्र भनेर बताएको छ यसमा अब एकै गरेर गर्दा चाहिँ 6 वटा तन्त्रहरू छ वैरोचनाको मायाजाल त्यसैगरी वज्र औष्णेश्व त्यसै गरी अश्वेत यमन्तको तन्त्र त्यसैगरी पछुक दम्बो अनुत्तर तन्त्र गुह्य समाज त्यसैगरी दोर्जे यो जुन वज्रध्वज आदि अब विभिन्न तन्त्रहरूमा बताएको छ त्यो सबै तन्त्रहरूको अर्थ चाहिँ एकमुष्ट पारेर चाहिँ जुन 5 वटा अथवा 6 वटा तन्त्रहरू जुन छ त्यो भित्र रहेको जुन कुराहरू छ त्यसलाई चाहिँ त्यसको जुन अर्थ मूल अर्थ छ त्यसको सारहरूलाई चाहिँ एकदमै संक्षिप्तमा बताएको कारणले गर्दाखेरि चाहिँ अब जुन प्रकारको संख्या भएको अब धेरैवटामा चाहिँ ग्रन्थहरूमा बताएको फेरि बताउनु पर्ने कारण त्यो अर्थ छैन व्यर्थ हुन्छ भनेर भन्ने व्यक्तिहरूलाई चाहिँ त्यस्तो प्रकारको जुन संख्याहरू उत्पन्न भएको त्यसमा चाहिँ यो सबै ग्रन्थहरूको अर्थलाई एक संक्षेपमा लेखिएको जुन 5 वटा ग्रुप जुन यो 50 वटा श्लोकमा चाहिँ एकमुष्ट त्यस्तो प्रकारले बताएको छ जुन यो ग्रन्थ रचनाको जुन बाचा छ त्यसमा चाहिँ हेदेम्बा भनेर भन्छ जुन गुरु उत्तम गुरुको आश्रय लिने तरिका जुन छ त्यो चाहिँ अहिले यो चाहिँ अब शब्द मात्र नभएर चाहिँ त्यो चाहिँ एउटा श्रद्धाले युक्त भएर चाहिँ हामीले सुन्नुपर्छ भनेर जुन गुरु उत्तम गुरुको आश्रय लिने जुन तरिकाहरू छ जुन चाहिँ जुन अहिले हाम्रो ग्रन्थ रचनाकार जो छ उसको आफ्नो तरिका आफ्नो जे मनमा त्यही गरेको नभएर चाहिँ मनमा जस्तो कुराहरू उत्पन्न भयो आफूलाई के ठिक लाग्यो त्यो मात्रै नभएर चाहिँ विभिन्न त्यो चाहिँ नभएर चाहिँ विभिन्न ग्रन्थहरूमा बताएको कुरालाई चाहिँ त्यसलाई नै मैले फेरि बताएको हो त्यो कारण यो चाहिँ एउटा अब विश्वास गर्न यो चाहिँ विश्वास गर्न योग्य छ र के कुन ग्रन्थमा बताएको छ त्यो चाहिँ अब तल मुनि यसको बारेमा बताइन्छ तल बताइन्छ अब क्रमैसँग गुरु पञ्चसिकाको जुन एकदमै रिसर्च गरेर चाहिँ त्यो चाहिँ अब सबै यस्तो रहेको छ भएको कारणले गर्दाखेरि जुन जेरेमीजीको जुन व्याख्या चाहिँ अरूभन्दा अलिकति बेग्लै रहेको छ अलिक विशेष र अब त्यस्तो प्रकारको विभिन्न ग्रन्थहरूबाट तन्त्रहरूबाट बताइएको त्यो तन्त्रहरूबाट हेर्दा पनि हुन्छ त्यसैमा अध्ययन गर्दा पनि हुन्छ तपाईले त्यस प्रकार रचना गर्नुपर्ने कारण के अर्थ छैन रहेछ नि भन्दाखेरि हुन त त्यस्तो धेरैमा बताएको छ तर पनि त्यसमा कुनै धेरै बताएको कुनै तलमाथि नमिलेको कति छुटेको भयो त्योहरू सबैलाई चाहिँ
त्यो अब छुटेको मिसिएको तलमाथि अब मिसिएको कुराहरूलाई पनि जब एकमुष्ट पारेर त्यो प्रकारले बताएको कारणले गर्दाखेरि संक्षिप्तमा बताएको त्यो चाहिँ एउटा व्यर्थको पनि होइन भनेर बताउँछ र त्यस्तै चाहिँ के हो भन्दाखेरि प्रतिज्ञा ग्रन्थ रचनाको प्रतिज्ञा अवश्य मुख्य अब ग्रन्थको यसमा चाहिँ के छ भन्दाखेरि यसको जुन सूची छ यो चाहिँ जुन जे रिम्पोछेको सूची अनुसार नै जस्तो लाग्यो त्यही अनुसार अब बताउँदाखेरि सजिलो हुन्छ जस्तो लाग्यो मलाई त्यही भएर चाहिँ उन्चोगे फापाको सबसेभित्र चाहिँ के छ सूचीभित्र के थियो भन्दाखेरि तीन प्रकारको जुन सूचीहरू थियो त्यो तीनवटा सूचीहरूबाट चाहिँ मेन अब अहिले मुख्य रचना गर्ने जुन मुख्य विषय अथवा त्यसको अर्थ चाहिँ यसमा के छ भन्दाखेरि चाहिँ यसमा तीनवटा गुरुको आश्रित तरिका यसमा अब तीन प्रकारको छ यसमा पनि तीनवटा सूचीहरू रहेछ मुख्य विषय र त्यसको अब अतिरिक्त अर्थ गरेर चाहिँ दुईवटा छ यसमा चाहिँ अब गुरुको आश्रय लिने तरिका दुईवटा संक्षिप्त र बृहत विस्तृत गरेर दुईवटा त्यसमा पनि विस्तृतमा पनि गुरुलाई कसरी गुरुलाई चाहिँ अब श्रद्धा गर्नु उचित छ छैन भन्ने कुरा एउटा भयो श्रद्धा गर्ने गर्ने तरिका दोस्रो रहेको छ र त्यस्तै गरी तेस्रो त्यस्तै गरी हामीले जुन श्रद्धा गर्ने स्थान अथवा हामीले जुन एउटा स्थान छ त्यो चाहिँ हो कि कस्तो त्यसको जाँच गर्ने रहेको छ अहिले चाहिँ कसरी चाहिँ गुरुलाई चाहिँ अब गुरुलाई किन हामीले चाहिँ श्रद्धा गर्नुपर्छ किन भक्ति गर्नुपर्छ गुरुहरूलाई किन आदर गर्नुपर्छ भन्ने विषयमा बताउन गएको छु र जुन अहिले संस्कृतको चाहिँ म त्यति पढ्न आवश्यक ठानिन उत्तम अभिषेक प्राप्त भएका वज्राचार्यले 10 दिशाको लोक धातुमा विराजमान भएका तथागत तिनै कालमा र गुरुलाई चाहिँ महत्त्वपूर्ण मान्नुपर्ने कारण चाहिँ के छ भन्दाखेरि यो चाहिँ अब गुरुको जुन लीलाहरू छ उहाँको विशेषताहरू छ उहाँलाई चाहिँ किन विशेष छ उहाँहरू किन महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ अब यहाँ प्रस्तुत गरिन्छ र यसमा चाहिँ सर्वप्रथम तेङ्गुर भित्र रहेको जुन गुरु पञ्चशिकाको जुन संस्कृत व्याख्या अनुसार अब एक-एकवटा शब्द गरेर यसको मुख्य अर्थ चाहिँ म तपाईहरुलाई अब व्याख्या गर्नेछु सबै एक-एकवटा शब्दहरू वाचन गरी नगर्दा ठिक होला यसमा चाहिँ जुन अब यसमा चाहिँ वंकुर अथवा अभिषेक भनेर बताएको छ त्यो चाहिँ के हो भन्दाखेरि जुन यो संस्कृतको जुन व्याख्या अनुसार चाहिँ त्यो वंकुर भन्दा चाहिँ अभिषेक जुन शरीरको जुन विशुद्धतालाई उता शोधन गर्ने तरिकालाई चाहिँ अभिषेक भन्छ यसमा चाहिँ छोक अथवा उत्तम भनेको चाहिँ के देखाउँछ भन्दाखेरि यसको चाहिँ मुख्य रूपमा यसको जुन मुख्य जुन अनुत्तर फल जुन फल प्राप्त गर्ने जुन हेतु भएको कारण त्यसको आधारमा
भएको कारणले गर्दाखेरि अनुत्तर हेतु अनुत्तर फल प्राप्त गर्ने जुन हेतु भएको कारणले गर्दा यसलाई चाहिँ उत्तम भन्छ त्यो चाहिँ के हो भन्दाखेरि उहाँको जुन यसमा चाहिँ जुन अब अभिषेक पनि भएको कारणले उत्तम पनि भएको कारणले जुन अनुत्तर फल प्राप्त गर्ने हेतु भएको कारण त्यसको आधारमा भन्दाखेरि चाहिँ यो चाहिँ अब सबै अभिषेकहरुमा पनि बुझ्न सकिन्छ अभिषेक भनेको सबै अभिषेकहरु जुन सबै अभिषेकहरु के हो भन्दाखेरि चाहिँ अनुत्तर फल प्राप्त गर्ने कारण एउटा हेतु भएको कारणलाई चाहिँ सबै जति गुयानको अभिषेकहरु छ सबैलाई बुझ्छ अर्को अब यसमा चाहिँ अब विभिन्न अभिषेकहरु रहेको मध्येबाट चाहिँ अब वाङ चारवटा अभिषेकहरुमध्ये सबैभन्दा श्रेष्ठ के हो भन्दाखेरि शब्द अभिषेक त्यो चाहिँ रहेको छ त्यो सबै अभिषेक जुन गुह्यतम अन्तर्गतको सबै अभिषेकहरुलाई बुझ्न सकिन्छ र विशेष गरेर यसमा चाहिँ अहिले हामीले चाहिँ जुन चारवटा अभिषेक मध्येको श्रेष्ठ अभिषेक शब्द अभिषेक त्यसमा बुझ्न सकिन्छ र अहिले प्राप्त भनेर शब्द छ त्यो प्राप्त के हो भने जुन वज्रयानको जुन वज्रचार्य छ त्यस्तो प्रकारको अभिषेक श्रेष्ठ अभिषेकहरु प्राप्त भएको र त्यस्तो प्रकारको ज्ञानहरु पूर्ण भएको त्यस्तो वज्रचार्यलाई बुझ्नुपर्छ वज्रचार्य भनेको चाहिँ दोर्जेलोपेन भनेर बुझ्नुपर्छ दोर्जेलोपेन भनेको चाहिँ व्याख्यामा पनि दुई किसिमले व्याख्या गर्छ दोर्जे वज्र अथवा दोर्जे त्यसको चाहिँ वज्रधरको व्रत हो त्यसलाई चाहिँ सदा चर्या गर्ने भएको कारणले दोर्जेलोपेन त्यस्तो चर्यामा सधैँ चर्या गर्ने भएको कारणले त्यस्तो प्रकारको व्रतमा चाहिँ चर्या गर्ने भएको कारणले गर्दाखेरि चाहिँ दोर्जे वज्रचार्य अथवा दोर्जेलोपेन र जुन शून्यता र करुणा अद्वय भएको जुन ज्ञान छ अद्वय ज्ञान छ त्यसलाई पनि बुझ्न सकिन्छ त्यो चाहिँ अब यस्तो प्रकारको अद्वय त्यो चाहिँ दोर्जे वज्रसँग समान भएको कारणले दोर्जे भनेर भनेको र त्यस्तो प्रकारको जुन अनुत्तर ज्ञानको मार्गमा त्यस्तो प्रकारको जुन अद्वै ज्ञानमा चाहिँ जुन अब शिष्यहरु चाहिँ जुन सही पात्र भएको शिष्यहरु चाहिँ त्यसमा लागि लगाउने त्यसमा चाहिँ अब प्रवेश गराउने भएको कारणले त्यसलाई पनि वज्रचार्य भनेर भनिन्छ त्यसमा तेसिन्सेप अथवा तथागत भनेर के भन्छ त्यसमा त्यसलाई पनि तथागतलाई पनि अब जुन वर्णन गर्ने तरिका दुईवटा सबै कालमा सबै रूपमा त्यसै गरी सबै ज्ञानहरु सम्यक रूपमा ज्ञान भएको कारणले चाहिँ एउटा मार्गदर्शक मार्गमा जुन प्रकारले जानु पर्ने हो त्यही अनुसार त्यसको ज्ञान गरेर जस्तो प्रकारले प्रवेश गर्नुपर्ने हो जसरी हिँड्नु पर्ने हो त्यस्तै तरिकाले चाहिँ लागि परेको त्यसमा गएको गमन गरेको कारण तेसिन्सेप अथवा तथागत भनेर जुन एउटा जुन अब विचार अनुसार कुल अनुसार त्यसैगरी समय अनुसार जुन सत्वहरूलाई चाहिँ उहाँहरूको जुन क्षमता अनुसारलाई चाहिँ उहाँले जुन प्रकारले त्यस्तो अर्को चाहिँ के भन्दाखेरि जुन श्रोताहरू अथवा जुन विनयजनहरूको उहाँहरूको विचार उहाँहरूको कुल त्यसै गरी उहाँहरूको समयलाई हेरेर चाहिँ उहाँहरूलाई चाहिँ कस्तो प्रकारले चाहिँ धर्म प्रवचन गर्दा उनीहरूले कस्तो प्रकारले मार्गदर्शन गर्दा उनीहरूले बुझ्छ उनीहरूले त्यस्तो प्रकारको ज्ञान भएको त्यस्तो ज्ञान बोध भएको त्यस्तो प्रकारको जुन
सद्धर्महरूलाई बताउने भएको कारणले गर्दाखेरि त्यसको आधारमा पनि तथागत भनेर जे भए पनि अब यसमा के बुझ्नुपर्छ भन्दाखेरि यो तथागतहरू भगवान बुद्धको एउटा नामको पर्याय हो भनेर बुझ्नुपर्छ र यहाँ 10 दिशा छोक्चु भनेर बताएको छ यो चाहिँ के हो भन्दाखेरि चाहिँ 10 दिशा के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ पूर्व पश्चिम उत्तर दक्षिण त्यसै गरी अब मेलासो 4 विदिशाहरू रहेका छन् त्यसलाई बुझ्नुपर्छ र त्यसै गरी त्यसमाथि अर्को के भन्छ अर्धौ र उधौ तल र माथि यो दुईटा कुरालाई पनि समेटेर चाहिँ 10 दिशा भनेर एउटा दिशा पनि हो 10 पनि भएको कारणले गर्दाखेरि छोक्छु अथवा 10 दिशा भनेर बताएको 10 दिशा 4 दिशा 4 विदिशा र तल र माथि त्यो 10वटा भएको त्यसलाई चाहिँ 10 दिशा भनेर बुझ्नुपर्छ र यसमा चाहिँ लोक धातु भन्ने के हो भन्दाखेरि चाहिँ यसमा चाहिँ लोक धातुलाई चाहिँ जुन लोक धातुलाई के बुझाउँछ भने जुन शुद्ध विशुद्ध सबै बुद्धहरूको भगवान छ त्यहाँ बुझ्नु पर्ने हुन्छ यसमा चाहिँ अब दुई किसिमको शुद्ध धातु जुन अब बुद्धको क्षेत्रहरू छ शुद्ध अशुद्ध छ त्यो सबैलाई र यो 10 दिशाको लोक धातुमा विराजमान भएका यसले के बुझ्नुपर्छ भन्दाखेरि 10 दिशाको लोक धातुमा विराजमान भएका बुद्धहरू भनेर बुझ्नुपर्छ यसमा चाहिँ त्रिकाल भनेर बताएको छ त्रिकालले चाहिँ तुसुम अथवा 3वटा काल यो अहिले जुन अब हामीले भूतकाल वर्तमान काल र भविष्यकाल र अहिले चाहिँ यहाँ के हो भन्छ बिहान दिउँसो र साँझ पख बेलुकी पख भन्ने बुझ्नुपर्छ तीनवटा प्रहरहरू बिहान भयो दिउँसो भयो हैन त्यसै गरी अब बेलुका गरेर तीनवटालाई बुझ्नुपर्ने तीनवटा प्रहरलाई तीन काल भन्नु तिनै अनि त्यस्तो 3 प्रहरमा 10 दिशाका बुद्ध बोधिसत्वहरू चाहिँ पाल्नु भएर चाहिँ जुन साक्षात रूपमा भोग गर्ने वन्दना गर्ने भएको कारणले चाहिँ द्वैपा अथवा झुकिएको भनेर बुझ्नुपर्छ र यसको जुन अब छोटकरीमा भन्दा यसको अर्थ चाहिँ जुन गुरुलाई चाहिँ 10 दिशाका बुद्धहरूले सारा बुद्धहरूले चाहिँ बिहान दिउँसो भयो र त्यसै गरी बेलुका चाहिँ यो तीनै प्रहरहरूमा चाहिँ जुन अब लक्षणले युक्त भएको जुन गर्जलोकन चाहिँ 10 दिशाको बुद्धहरूले पनि ढोग गर्दछ यसमा चाहिँ अब के एउटा शंका के आउन सक्छ भन्दाखेरि चाहिँ यदि अब हामीले साधारण रूपमा हेर्दाखेरि अब जो भए पनि बुद्ध र बोधिसत्वहरूलाई चाहिँ हामीले चाहिँ बुद्ध बोधिसत्वलाई उहाँहरूलाई ढोग गर्नुपर्छ त्यस्तो नगर अहिले चाहिँ यहाँ चाहिँ अब गुरुलाई यो बुद्ध बोधिसत्वहरूले ढोग गर्छ वन्दना गर्छ भनेर त्यो चाहिँ कस्तो हो यसको अर्थ के हो भनेर भन्दाखेरि चाहिँ बुद्धलाई चाहिँ हामी गुरु भए पनि जहिले पनि उता हामीले बुद्धलाई चाहिँ ढोग गर्नुपर्ने हुन्छ र यहाँ त यता गुरुलाई ढोग गर्नुपर्छ भन्ने भनेपछि यसको चाहिँ अर्थ के हो भने यसको चाहिँ दुईवटा कारण गुरुलाई जुन बुद्ध जुन वज्राचार्य छन् जुन गुह्ययानको गुह्य मन्त्रको चाहिँ गुह्य मन्त्रको अभिषेक प्रदान गर्ने त्यस्तो प्रकारको जुन लक्षणले युक्त भएको गुरु लक्षणले युक्त भएको गुरु चाहिँ 10 दिशाको बुद्ध बोधिसत्वहरूले चाहिँ कसरी गर्छ भन्दा यसको दुईवटा कारण पहिलो चाहिँ के हो भने चाहिँ गुरु चाहिँ वज्रधरको काया गुरु अब वज्राचार्य चाहिँ जो लक्षणले युक्त भएको वज्राचार्य चाहिँ वज्रधरसँग अभेद भएको छ
उहाँको गुणहरूले युक्त भएको छ त्यस्तो भएको कारणले वन्दना गरिएको र त्यो वज्रधारहरू चाहिँ सबै तथागतहरूको चाहिँ एउटा रूप हो दसैँ दिशाको त्यसको रूप एउटा एकै स्वभाव भएको अभेद भएको कारणले त्यस्तो भएको कारणले चाहिँ त्यस्तोलाई चाहिँ अब वन्दना गरिएको हो र त्यसको विषयमा चाहिँ तल पछि जुन गुरु पञ्चाशिकाको 22औं श्लोकमा चाहिँ बताइन्छ त्यसमा चाहिँ विस्तृत रूपमा बताइन्छ र त्यो अहिले चाहिँ अब त्यति धेरै र अहिले जे भए पनि गुरुलाई एउटा बुद्धको रूपमा हेर्ने गुरु बुद्ध साक्षात बुद्धको रूपमा हेर्ने चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ त्यस्तो प्रकारको गुरुलाई चाहिँ साक्षात बुद्धको एउटा संज्ञा उत्पाद गर्नु उहाँलाई बुद्धको रूपमा हेर्नु यो चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ अहिले चाहिँ अब यो चाहिँ एउटा उदाहरणको रूपमा भन्दाखेरि जुन गुह्य समाजतन्त्रमा के भनेको छ भन्दाखेरि 17औं अध्यायमा त्यसको जुन अर्थ चाहिँ भन्दाखेरि मैत्री बुद्धले चाहिँ तथागत मैत्रीले चाहिँ बुद्धलाई चाहिँ सावधोपाको जुन अभिषेक प्रदान गर्ने जुन गुरुलाई चाहिँ तथागत त्यसै बोधिसत्व सबैले चाहिँ उहाँले कसरी हेर्नुपर्छ भनेर भन्दाखेरि हेर्ने तरिका चाहिँ साधारण भाषामा भन्दाखेरि हेर्ने तरिका कस्तो हो भन्दाखेरि चाहिँ जुन मैत्रीले चाहिँ सोध्नु जुन गुह्य समाजको अभिषेक प्रदान गर्ने बुद्ध तथा बोधिसत्वहरूले चाहिँ कसरी हेर्नुपर्छ भनेर भन्दाखेरि चाहिँ सत्कार गर्ने आदर गर्ने तरिका हेर्ने तरिका कस्तो हो भन्ने उहाँले के भन्नुभएको छ भन्दाखेरि दसैँ दिशाका बुद्ध बोधिसत्वहरूले उहाँले आज्ञा गर्नुभएको छ हे कुलपुत्र सबै तथागत र सबै बोधिसत्वहरूले चाहिँ बोधिचित्तलाई चाहिँ एउटा जुन समाजबाट गुह्ययानको जुन प्रदान गर्ने अभिषेकहरू प्रदान गर्ने जुन लक्षणले युक्त भएको जुन गुरुलाई चाहिँ बुद्ध बोधिसत्वहरू चाहिँ बुद्धको बोधिसत्व दोर्जे वज्रको रूपमा हेर्नुपर्छ बोधिचित्त वज्र भनेको के हो त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि बोधिचित्तलाई चाहिँ वज्र स्वयं भएको वज्र नै हो भने चाहिँ हामीले संज्ञा गर्नुपर्छ र त्यसमा चाहिँ त्यस्तो प्रकारको जुन लक्षणयुक्त भएको गुरु चाहिँ र जुन बोधिचित्त त्यसमा चाहिँ अभेद छ त्यसमा चाहिँ हामीले यसरी विभाजन गर्न मिल्दैन भयो उहाँको स्वभाव प्रकृति चाहिँ एउटै हो यो दुईटा चाहिँ अभेद हो भने हे कुलपुत्र यसलाई हामीले फुटकरीमा भन्दाखेरि चाहिँ 10 दिशामा भएका बुद्ध तथा बोधिसत्वहरू जुन वज्राचार्यको चरण कमलमा उहाँहरू तीन कालमा जुन 3 प्रहरमा चाहिँ त्यस्तो प्रकारको वज्राचार्यलाई चाहिँ बुद्ध तथा बोधिसत्वहरूले चाहिँ पूजा गर्दछ त्यस्तो पूजा चढाएर चाहिँ आफ्नो भूमिमा गमन गर्नुहुन्छ फर्केर जानुहुन्छ हामी सबै बोधिसत्वको के भन्छ पिता हो सबै तथागतहरूको माता हो सबै तथागतहरूको चाहिँ शास्ता हो भनेर चाहिँ उहाँले त्यस्तो प्रकारको एउटा वज्रवाणीहरू उहाँले गर्नुहुन्छ श्लोकहरू
शब्दहरू त्यस्तो प्रकारले चाहिँ स्तुतिहरू गाउनुहुन्छ त्यसको प्रशंसाहरू गर्नुहुन्छ तर अहिले चाहिँ के बुझ्नुपर्छ जे चौखापाले कसरी व्याख्या गर्नुभएको त भन्दाखेरि अहिले चाहिँ मान्छे अब जुन दुबे वाङकुरो भनेर गर्नुहुन्छ जुन गुहे समाजको अभिषेक प्रदान गर्ने भनेर भएको छ भएको जुन अहिले गुहे समाजको वाङ अभिषेकहरू प्रदान गर्नेमा चाहिँ अब लक्षणयुक्त भएको अरू वाङहरू प्रदान गर्ने नभएको भन्ने कुरा नै जति पनि तन्त्रको विषयमा अभिषेक प्रदान गर्ने सबै गुरुहरूलाई चाहिँ हामीले चाहिँ एउटा साक्षात् बुद्धको संज्ञा उत्पन्न गर्नुपर्ने चाहिँ बुद्धि चित्त वज्र भनेपछि के हो त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा के हो भन्दाखेरि वज्रधरको एउटा नामको पर्याय हो यो चाहिँ अब संस्कृत अनुसारको व्याकरण र अब जेसुन डाबा ग्याल्सेनको मैले के भन्नु व्याख्यामा के भन्नुभएको छ भन्दाखेरि चाहिँ योले चाहिँ गुरु भनेको चाहिँ अब हाम्रो एकदमै महत्त्वपूर्ण र एकदम श्रेष्ठ हो भनेर जुन देखाउँछ र हामी अब साधारण व्यक्तिले त अब भन्नै परेन हामीले चाहिँ अब हामी सर्वसाधारणले त अब त्यसमा चाहिँ अब सत्कार गर्नु इज्जत गर्नु छँदैछ एउटा जुन बुद्ध पृथक जनको जुन लोपेन छ आचार्य छ गुरु छ त्यसलाई त्यस्तोलाई अब तथागतहरूले त पूजा गर्दछ भने अब हामी सर्वसाधारणले त हामी बुद्धले त गर्नै पर्छ त्यसमा त कुनै भन्नै पर्दैन कुनै प्रश्नै हुँदैन भनेर पृथक जन अब समग्रमा भन्दाखेरि चाहिँ पृथक जन एउटा छ सर्वसाधारण लोपेनलाई मतलब गुरुलाई चाहिँ तथागतहरूले पनि पूजा गर्छ भने अब हामी सर्वसाधारण त गर्नु पर्छ अवश्य गर्नुपर्छ प्रश्न हुँदैन यसमा चाहिँ चारवटा तन्त्रहरूको आधारमा चाहिँ उहाँले चाहिँ विभिन्न अभिप्रायहरू यसरी उहाँले चाहिँ के बताउनु भएको छ यसमा क्रियातन्त्र वज्र उष्णेश्वरको आधारमा चाहिँ उहाँले जुन वंशु जुन उत्तम अभिषेक प्रदान गर्ने भनेर वज्राचार्य भनेको त्यसमा के भनेको छ यो समयको अहिले यहाँ जुन उत्तम अभिषेक प्रदान गर्ने गुरु वज्राचार्य भने चाहिँ को हो भने कसलाई बुझ्नुपर्छ दिपङ्कर बुद्धलाई र त्यस्तो प्रकारको त्यो उत्तम अभिषेक भनेको के हो भन्दाखेरि त्यो चाहिँ वज्र समान समाधिलाई बुझ्नुपर्छ र त्यस्तो प्रकारको प्राप्त गरेको कारणले गर्दाखेरि उत्तम अभिषेक प्राप्त भएको भनेर त्यसलाई चाहिँ कसलाई बुझ्नुपर्छ भन्दाखेरि दिपङ्कर बुद्ध र त्यस्तो प्रकारको दोर्जे लोपेन जुन वज्राचार्य छ त्यस्तो जुन दिपङ्कर बुद्ध उहाँ चाहिँ को हुनुहुन्छ भन्दाखेरि भद्रकल्प यस भद्रकल्प सबै बुद्धहरूको चाहिँ के हो भने उहाँ चाहिँ गुरु र एक समयमा जुन साक्यथोपा साक्यमुनि बुद्ध चाहिँ गुणवत्त नगरमा राजा सूर्यदत्त र उहाँ चाहिँ बोधिसत्व त्यो समयमा चाहिँ दिपङ्कर बुद्ध चाहिँ बोधिसत्व सुचन्द्र भनेर जन्म त्यो समयमा चाहिँ उहाँले त्यो साक्यथोपाले चाहिँ के गरेको थियो भने उहाँले चाहिँ जुन बोधिचित्त उत्पाद गर्नुभएको र त्यो प्रकारले बोधिचित्त उत्पाद गर्दा चाहिँ जुन दिपङ्कर बुद्ध आधारमा उहाँबाट चाहिँ उहाँले त्यस्तो प्रकारको बोधिचित्त उत्पाद गर्नुभएको त्यस्तै गरी
र उहाँ चाहिँ पछि गएर चाहिँ शाक्यमुनिहरू चाहिँ अब शास्ता भयो त्यही भएको कारणले गर्दाखेरि जुन भद्रकल्पको यो भद्रकल्पमा चाहिँ जुन भद्रकल्पमा बुद्धत्व प्राप्त गर्ने तथागत छ जुन साकेतोपा आदि जुन बुद्धहरू चाहिँ उहाँहरूले चाहिँ जुन अब जुन दिपङ्कर बुद्धलाई चाहिँ उहाँले चाहिँ गुण तिर्नको लागि चाहिँ उहाँले बन्धन ढोग गर्नु त्यसै गरी अब भविष्यमा भविष्यका जुन पृथकजनहरू जुन साधारण पृथकजनहरू यस्तो प्रकारले उहाँले त गर्नुभएको छ भने भविष्यमा आउने जुन पृथकजनहरूले त्यस्तो प्रकारको लोपेनलाई चाहिँ त्यस्तो प्रकार गुरुलाई चाहिँ अब वन्दना गर्नुपर्ने ढोग गर्नुपर्ने त्यो त भन्नै परेन त्यसै गरी माया सम्बर तन्त्रमा के भएको छ त्यसमा चाहिँ अहिले यो समयमा चाहिँ जुन वङ्कुर भन्ने बताएको छ चाहिँ के हो भन्दाखेरि उत्तम अभिषेक अहिलेको जुन वज्राचार्यको सबै अभिषेकहरू प्राप्त भएकोलाई चाहिँ भनिन्छ र जुन अब पृथक जन जुन एउटा साधारण सर्वसाधारण एउटा पृथक जन गुरुबाट एउटा पृथक जन एउटा सर्वसाधारण शिष्यले चाहिँ त्यस्तो प्रकारको गुरुबाट चाहिँ एउटा सर्वसाधारण चेलाले चाहिँ जुन दोर्जे लोपेनको सबै जुन अनुष्ठानहरू छ प्राप्त गरेर चाहिँ दिएर चाहिँ प्रदान गरेर चाहिँ अब त्यस्तो प्रकारको शिष्यले पनि त्यो 10वटा तत्त्वको ज्ञानहरू चाहिँ उहाँले प्राप्त गरेर त्यसको धर्मदेशनहरू गरेर चाहिँ पछि सबै सत्वहरूको जुन हित गर्ने सामर्थ्यहरूले युक्त हुन्छ र त्यस्तोलाई पनि पछि उहाँले दोर्जे लोपेन भनेर भनिन्छ र त्यस्तो प्रकारलाई चाहिँ अब त्यस्तो प्रकारको गुरुहरूलाई चाहिँ तथागतहरूले पनि वज्राचार्य हुन्छ भनेर भनिन्छ र त्यो शिष्यको अथवा तथागतहरूले चाहिँ वन्दना गर्दछ भने जुन त्यसलाई चाहिँ को हो भन्दाखेरि चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ बोधिसत्वहरूले चाहिँ वन्दना गरेको हो यो एउटै भन्न जान्छ जुन बोधिसत्वहरूको शिरमा चाहिँ जुन 5वटा तथागतहरू रहेका छन् जुन अब कुलपतिहरू रहेका छन् पञ्च र बोधिसत्वले ढोग गर्ने बेला चाहिँ आफ्नो शिरमा भएको जुन मुकुटमा भएको जुन पञ्च तथागतहरू छ उहाँले पनि ढोगेको हुन्छ भनेर र त्यस्तो प्रकारको बोधिसत्वहरूले चाहिँ एउटा सर्वसाधारण गुरुलाई चाहिँ उहाँले वन्दना गर्दा यसरी अब आएर चाहिँ वन्दना गर्दा चाहिँ वन्दना गर्नुहुन्छ र त्यो समयमा उहाँले चाहिँ एकदम साधु एकदम तपाईँले राम्रो गर्नुभएको छ जुन हामीले चाहिँ गर्नुपर्ने जुन कामहरू छ हामीले गर्नुपर्ने कामहरू चाहिँ तपाईँले गरिरहनु भएको छ र यो चाहिँ एकदमै तपाईँले एकदम राम्रो गर्नुभएको छ त्यसको लागि तपाईँलाई वन्दना गर्दछु भनेर भनेको कारणले गर्दाखेरि चाहिँ त्यस्तो प्रकारको व्याख्या हुन्छ र यो समय चाहिँ अगाडि जुन सङ्ख्या त्यसमा के हुन्छ भन्दाखेरि जुन 10 दिशामा विराजमान भएका गुरुले बुद्धले चाहिँ अब सर्वसाधारण एउटा गुरुलाई चाहिँ पृथकजन गुरुलाई चाहिँ वन्दना गर्न ढोग गर्नुहुन्छ त भनेर त्यस्तो हुन्छ गुरुले त अब खास वास्तवमा त 10औं दिशामा विराजमान भएको बोधिसत्वलाई गुरुले त उता वन्दना गर्ने बेला यता गर्नुहुन्छ त भनेर त्यसमा के छ भन्दाखेरि चाहिँ त्यसको उत्तरमा बोधिसत्वहरू चाहिँ जुन बोधिसत्वहरू हुनेमा चाहिँ बोधिचित्त उत्पाद गरेको कारणले गर्दाखेरि उहाँ चाहिँ बोधिसत्व हुनुहुन्छ कसरी सुरु हुन्छ भन्दाखेरि चाहिँ जब उहाँहरूले चाहिँ बोधि परम बोधिको चित्त उत्पाद गर्नुहुन्छ तब उहाँहरूको बोधिसत्व भनेर
त्यस्तो प्रकारको बुद्धि उत्पन्न गरेका उहाँ चाहिँ बोधिसत्व भनेर चाहिँ उहाँ सुरु र सर्व प्राणीको निम्ति बोधि चित्त उत्पाद गरेको कारण उहाँ चाहिँ बोधिसत्व हो भने त्यस्तो प्रकारको बोधि चित्त उत्पाद गरिसकेपछि जुन सत्वहरूको हित गर्नुपर्छ त्यतिकै गर्छु सत्व हित गर्छु भनेर मात्र नगर त्यो मलम मात्र नगर चाहिँ वास्तवमा साँच्चै नै हामीले त्यसमा लागि परेर चाहिँ प्रतिदान मात्रै नगरेर अब त्यसमै प्रस्थान गरेर चाहिँ लागि परेर चाहिँ त्यसमा लागि पर्नुपर्छ र त्यो गर्दा चाहिँ जुन अहिले जुन पृथकजन वज्राचार्यले चाहिँ जुन प्रकारको परिपाक हुने परिषेक प्रतिष्ठापन जुन यो राप्नेको कुराहरू छ त्यसै गरी धार्मिक प्रवचनहरू गर्ने त्यो चाहिँ गर्दो रहेछ त्यो गर्दाखेरि चाहिँ उहाँले त्यस्तो गरेको कारण पृथकजन गुरुले चाहिँ त्यस्तो प्रकारको क्रियाकलाप गरेको कारण चाहिँ हामी बोधिसत्वहरूले गर्ने कामको जुन भारी छ त्यो चाहिँ कम हुँदो रहेछ त्यस्तो प्रकारको अब जुन एक प्रकारको जुन अभिभारा छ त्यो चाहिँ अब एकदमै गरौँ अलिकति धेरै हुन्छ त्यो अभिभारा त्यही भएर पनि जुन पृथकजन लोपेनले चाहिँ त्यस्तो प्रकारको कामहरू गर्छ त्यो प्रकारको कार्यभार चाहिँ अलिकति हलुका हुने भएको कारण कम्ती हुने अभिभारहरू कम्ती हुने बोधिसत्वको कार्यहरूको अभिभार चाहिँ कम हुने भएको त्यस्तो जुन बोधिसत्वहरूले सत्व हित गर्दाखेरि जुन सारथीको रूपमा एउटा साथीको रूपमा साथ दिने भएको कारणले गर्दाखेरि चाहिँ जुन यो पृथकजन गुरुलाई चाहिँ उहाँले चाहिँ ढोक गर्दछ भनेर एउटा उदाहरणको रूपमा एउटामा चाहिँ दुई बाउ र आमा अब के भने एउटामा चाहिँ अब आमा र बाउ उहाँको धेरैजना बच्चाहरू छ धेरैजना बच्चा गर्ने कारणले गर्दाखेरि चाहिँ श्रीमान अब धेरै अब 10-12 जना अब धेरै कुनै बच्चा चाहिँ उसले अब आफूले पाल्नु नसकेको आफ्नो आफन्तहरूलाई चाहिँ अब यसरी दिएर चाहिँ मैले अब पाल्नु सकिनँ यसलाई चाहिँ अब तपाईँहरूले चाहिँ यसलाई हामीले पाल्नु साथी गर्नुहोस् भनेर चाहिँ यसरी अब एकजना आफन्तलाई चाहिँ एकजना चाहिँ त्यसरी बच्चाहरू दिएर चाहिँ पाल्न लगाउँछ र उहाँले पनि अब त्यसलाई एकदम माया गरेर चाहिँ एकदम ठुलो बनाएर पालेर ठुलो बनाएर चाहिँ र ठुलो भइसकेपछि चाहिँ फेरि उहाँले चाहिँ के हुन्छ त्यो फर्केर त्यो बच्चा चाहिँ आफ्नो अब वास्तविक अब आमा बाउलाई चाहिँ फर्काएर दिए अब तिम्रो अब बच्चा ठुलो भइसक्यो लाग्दा हामी चाहिँ अब तिमीलाई दिन्छु है भनेर दिँदाखेरि चाहिँ अब बाउ आमा त एकदम खुसी हुन्छ होइन एकदमै अधिक खुसी हुन्छ र तपाईँहरूले चाहिँ मेरो आफन्तहरूले चाहिँ तपाईँहरूले चाहिँ तपाईँहरूको अब गुणले गर्दा मेरोहरू एकदम ठुलो भयो र तपाईँहरूमा अब पालिदिनु भयो एकदम ठुलो भयो मेरो दुःख चाहिँ तपाईँहरूले एकदम कम्ती गरिदिनु भयो तपाईँहरू चाहिँ एकदम महान गुणी हुनुहुन्छ कृपालु हुनुहुन्छ त्यही भएर म चाहिँ भित्रैबाट चाहिँ अन्तरिक रूपले मलाई एकदमै धन्यवाद भनेर उपहारहरू दिने धन्यवादहरू प्रकट गर्ने हुन्छ त्यस्तै गरेर चाहिँ जुन एउटा पृथकजन गुरु भए पनि उहाँले चाहिँ आफ्नो जति सक्दो आफ्नो गच्छी अनुसार सत्यको हित गरेर गर्दाखेरि चाहिँ बोधिसत्वहरूको काम चाहिँ कम हुन्छ उहाँहरूको जुन दुःख अभिभार त कम हुन्छ त्यही भएर अब हाम्रो चाहिँ अब काम गर्नु चाहिँ तपाईँहरूले एकदमै अब काम गर्नेको साथी गर्ने कारण उहाँले त अब उहाँ बोधिसत्वहरूले पनि उहाँलाई चाहिँ अब हात जोडेर नमस्कार गर्नुपर्ने वन्दना गर्नुपर्ने हुन्छ जुन बोधिसत्वहरूले चाहिँ त्यस्तो प्रकारको गुरुहरूलाई चाहिँ नमस्कार गर्नुपर्छ भन्ने कुरा चाहिँ जुन अर्थ चाहिँ यो त्यसको अर्थ चाहिँ यस्तो कहिलेकाहीँ हामीले चाहिँ अब फेरि यो अर्थ राम्रो बुझ्न सकेर पनि फेरि अब के होइन कि जस्तो अलिकति अब अलि अप्ठ्यारो त पनि हुनसक्छ त्यही भएर हेर्दाखेरि चाहिँ बोधिसत्वहरूले चाहिँ गुरु अब सर्वसाधारण गुरुलाई चाहिँ नमस्कार गर्ने चाहिँ अब उचित छ छैन भने चाहिँ अब यस्तो प्रकारले बुझ्नुपर्छ जे भए पनि जुन 10औं भूमिमा विराजमान भएका बोधिसत्वहरूले चाहिँ एउटा पृथक जन गुरु लक्षणले युक्त भएको गुरुलाई पनि उहाँले चाहिँ ढोक गर्दछ भने अब हामी सर्वसाधारण एउटा शिष्यले त हामी अवश्य पनि गर्नुपर्छ भनेर देखाए
त्यस्तै गरी गुह्य समाज र यो वज्रपद र दोर्जे गुरहरूमा चाहिँ यसलाई चाहिँ अब हामीले एकै मुष्ट पारेर चाहिँ त्यसको आधारमा भन्दाखेरि चाहिँ के छ भने यो चाहिँ कसरी बताउनु भएको छ भन्दाखेरि चाहिँ जुन गुह्य समाज र वज्रपन्जराको जुन यसमा चाहिँ जुन चारवटा अभिषेकहरू चाहिँ दोर्जे लोपेन चाहिँ कस्तोलाई बुझ्नुपर्छ भन्दाखेरि यहाँ चाहिँ यस बेला चाहिँ चारैवटा अभिषेकहरू पूर्ण भएको प्राप्त भएको एउटा चाहिँ अब अलिक एउटा पृथकजन अब त्यति अलिकति अल्छे परेको पृथकजन त्यो चाहिँ एउटा अब अल्छे त्यति अब जाँगर नभएको एउटा वज्रचार्य दोर्जे लोपेन भनौँ एउटा त्यस्तो भयो र त्यस्तो दोर्जे लोपेनले चाहिँ 10 दिशामा विराजमान हुनुभएका बुद्ध तथा बोधिसत्वहरू बुद्ध बोधिसत्वहरूलाई चाहिँ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ त्रिकालको तथागतहरू उहाँले चाहिँ पहिलेदेखि आफ्नो गुरुहरूबाट चाहिँ उहाँले चाहिँ आफ्नो गुरुहरूबाट अभिषेकहरू प्राप्त गरेर एकदमै अब दुःख गरेर चाहिँ गुरुहरू भन्दा पनि उहाँहरू अगाडि नै उहाँहरू चाहिँ के गर्नुहुन्छ भन्दाखेरि आफै चाहिँ सबैभन्दा अगाडि गुरुभन्दा पनि अगाडि बुद्ध छ। त्यो चाहिँ के गर्दाखेरि उहाँहरू वीर्यको साधना कोसिस दुःख गरेर साधना गुरुहरूबाट अभिषेक प्राप्त गरेर त्यसमा चण्डु गरेर एकदमै लागि परेर चाहिँ उहाँहरू गुरुभन्दा बुद्धता प्राप्त गर्नुहुन्छ। र अहिले जुन अब यहाँ दुवा भनेर अहिले गुह्य समाजमा बताए अनुसार अस्ति बताए अनुसार कुङ्गापो जुन आनन्द छ उहाँ चाहिँ श्रोतापति फल प्राप्त गरेको उहाँले जुन प्रवचन गर्दा उहाँको शिष्यहरू चाहिँ अर्हत्व प्राप्त गरिसकेको त्यस्तो त्यही अनुसार त्यो टाइममा चाहिँ जुन अब गुरु भन्दा पनि शिष्यहरू चाहिँ अर्हत्व प्राप्त र अहिले चाहिँ अब गुरु चाहिँ जुन अब अलिक कम अल्छी नभए अलिकति कम प्रयत्न गरेको कारणले गुरु चाहिँ बुद्धता प्राप्त नभएको र जुन बुद्धता प्राप्त गरिसकेको जुन शिष्यहरूले चाहिँ उहाँले चाहिँ 10 दिशाबाट आएर चाहिँ अब त्यो गुरुलाई चाहिँ एउटा गुण तिर्नको लागि त्यस्तो प्रकारले उहाँले चाहिँ त्यस्तो प्रकारले उहाँले आएर वन्दन त्यसरी बुझ्नुपर्छ। अहिले जुन गुह्य समाजको तन्त्रहरूमा चाहिँ जुन के भन्छ आमा जस्तो हो पिता जस्तो हो भनेर भन्दा त्यसरी हामी त्यसरी मिलाएर बुझ्नु पर्ने हुन्छ। र अब यहाँ ढोक्नु पर्ने कारण चाहिँ के भने गुण तिर्नको लागि अब कृपा उहाँको जुन एउटा गुण छ त्यसलाई चाहिँ तिर्नको लागि गुरुबाट जुन अभिषेक प्राप्त गर्यो त्यो प्राप्त गरेको अभिषेकबाट चाहिँ उहाँले चाहिँ मार्गको साधना गरेर चाहिँ बुद्धता प्राप्त गर्छ। त्यही भएर पहिले प्राप्त गरेको जुन वाङ प्राप्त गरेको त्यसको के भन्छ गुण तिर्नको लागि चाहिँ त्यस कारणले उहाँले ढोक गरेको हो भनेर त्यसरी अब के भन्छ त्यसलाई चाहिँ व्याख्या गरेको छ। त्यसरी बुझ्नु पर्ने हुन्छ। जुन अवज्ञाको व्याख्या चाहिँ यस्तो रहेछ। जेचोङखाले चाहिँ उहाँले लमङआप्चुमा के भन्नुभएको छ भन्दाखेरि चाहिँ यसमा चाहिँ परिपाक पार्ने हेतुको अभिषेक त्यसै गरी मुक्त गर्ने मार्ग अभिषेक र मुक्त भएको फल अभिषेक तीनवटा पनि अहिले चाहिँ के हो भन्दाखेरि चाहिँ
परिपाक पार्ने हेतुको अहिले चाहिँ जुन योबाट चाहिँ के भन्ने यो परिपाक पार्ने जुन हेतुको वाङको विषयमा चाहिँ यसमा चाहिँ उत्तम यसमा चाहिँ उत्तम भनेर एउटा विशुद्ध अथवा जुन तन्त्रको ग्रन्थहरुमा जसरी बताउनु भएको छ त्यो त्यस्तो प्रकारको अभिषेक अथवा शुद्ध अभिषेक भनेर यसमा चाहिँ दोर्जेलोबेन भनेर जिग्मे जुग्मे व्यापार भन्ने सम्बुद्ध तन्त्र भन्ने उहाँले कस्तो भन्नुभयो यसमा चाहिँ 40 किसिमको रहेको छ यो अगाडिको चाहिँ दोर्जे वज्र भनेको चाहिँ बोधिसत्व हो र बोधिचित्तमा त्यसको स्वभावद्वारा लौकिक तथा अलौकिक चर्या प्रदर्शन गर्नेलाई आचार्य गुरु भनेर लौकिक चर्या लौकिक र अलौकिक जुन चर्याहरू प्रदर्शन गर्छ त्यस्तो मार्ग प्रदर्शन गर्दा चाहिँ आचार्य दोर्जेलोबेन भनेर भन्छ त्यस्तो प्रकारको चारै 10 दिशाका बुद्ध बोधिसत्वहरूले चाहिँ अब बिहान दिउँसो र बेलुका चाहिँ तीन समयमा चाहिँ उहाँहरू हुनु भएर चाहिँ तीन समयमा उहाँहरू चाहिँ ढोग गर्दछ भनेर त्यस्तो प्रकारको तथागत बुद्धहरूले पनि गुरु वज्राचार्यलाई चाहिँ सश्रद्धा उहाँलाई चाहिँ ढोग गर्दछ भने अब हामी सर्वसाधारणले त्यसमा त हामीले गर्नुपर्छ उहाँलाई त हामीले त त्यसरी भए पनि गर्नुपर्छ भनेर यसमा चाहिँ अब अघि हामीले यसमा चाहिँ अब बताएको जेरुम्चेको व्याख्यामा चाहिँ त्यस्तै गरी चन्द्रकृति चिलोपा शान्तिपा त्यस्तै गरी जुन विमल गुप्तहरूको जुन व्याख्यामा पनि त्यसरी बताएको जुन अहिले जुन गुरु पद्मशिखाको जुन उहाँको लेखकको जुन एउटा अभिप्राय छ त्यो दुईटा चाहिँ त्यो चाहिँ एउटै रहेछ भने एउटै बताएको छ मिल्दोजुल्दो बताएको यसमा चाहिँ दुई प्रकारको नियार्थ र नितार्थ गरेर दुई किसिमले चाहिँ उहाँले चाहिँ व्याख्या गरेको छ अहिले चाहिँ यहाँ जुन पृथकजन हो पहिलो जुन हामीले चाहिँ सर्वसाधारणले चाहिँ हामीले जुन गुरुबाट अभिषेक प्राप्त गरेको प्रदान गर्ने गुरु छ उहाँलाई हामीले चाहिँ सम्मान गर्ने कुराहरू छ त्यो चाहिँ हामीले त्यसरी त्योसँग मिलाएर बुझ्नुपर्छ र यो अरू व्याख्याहरूसँग मिलायो भने अलिकति नमिल्न पनि सक्छ र अहिले अब यसमा चाहिँ अब जुन तन्त्रको वज्रवाणीहरूमा पनि विभिन्न भनाइहरू छ अहिले चाहिँ यहाँ चाहिँ अब जेरुम्चेले बताउनु भएको जुन शब्द यसमा चाहिँ नितार्थ र नियार्थको वर्णन दुई प्रकार भएको छ यसमा चाहिँ उत्तम अभिषेक भनेको कसरी दुई किसिमले बताएको छ यसमा चाहिँ नितार्थ र नियार्थ भन्ने दुई किसिम छ नितार्थको भनाइअनुसार चाहिँ वङकुल शोक अथवा उत्तम अभिषेक चाहिँ चार अभिषेकहरू प्राप्त गरेको जुन अपरिवर्तनीय वज्रको जुन सुख चाहिँ प्राप्त गरेको त्यस्तो प्रकारको अभिषेकहरू प्राप्त गरेको व्यक्तिलाई चाहिँ के भनिन्छ त्यो चाहिँ को हुनुहुन्छ भने शाक्य मुनि बुद्ध हुनुहुन्छ र उहाँ चाहिँ उत्तम त्यस्तो प्रकारको अभिषेकहरू प्राप्त गरेको उत्तम चाहिँ को हुनुहुन्छ भन्दाखेरि शाक्य मुनि बताउँछ र त्यस्तो प्रकारको शाक्य मुनि बुद्ध चाहिँ उत्तम वज्राचार्य भनेर बताउँछ त्यसै गरी 10 दिशाका लोक धातुमा
त्यसै गरी 10 दिशाका लोक धातुका बोधि के भन्छ बोधिसत्वहरूले चाहिँ 10 के भन्छ त्रिकालमा जुन वन्दना गर्नुभयो चाहिँ उहाँहरूको जुन बोधिसत्वहरूको जुन शिरमा चाहिँ 5 प्रकारको जुन 5 तथागतहरू रहेको कारणले गर्दा उहाँहरूले चाहिँ ढोग गर्ने समयमा चाहिँ उहाँहरूको जुन शिरमा पनि तथागतहरू रहेको र त्यसै गरी जुन पञ्चस्कन्धहरू पञ्चस्कन्धहरूले पनि बुद्धहरूलाई चाहिँ जुन वन्दना गरिएको हुने भएको कारणले चाहिँ यसमा अब त्यस्तो प्रकारले बताएको छ जुन नेताहरूको जुन वाङछुक उत्तम अभिषेक महामुद्राको अपरिवर्तनीय सुख वज्र जस्तो अभिसम्बोधि प्राप्त गरेको जुन शाक्य थुपा आदिलाई शाक्य मुनिहरूलाई चाहिँ उहाँलाई के भन्छ भन्दाखेरि उत्तम बोधि वज्रसाधन र अहिले अर्कोमा चाहिँ के भन्छ 10 दिशामा विराजमान हुनुभएको जुन बोधिसत्वहरूले ढोग गर्दाखेरि चाहिँ बोधिसत्वहरूको शिरमा चाहिँ मुकुटमा चाहिँ 5 जुन कुल पञ्चकुलका तथागतहरू रहेको र त्यसै गरी बोधिसत्वहरूले चाहिँ ढोग गर्दाखेरि चाहिँ जुन शिरमा भएको तथागतहरू र उहाँहरूको जुन पञ्चस्कन्धहरू छ स्कन्धहरू त्योबाट नै बुद्धहरूलाई चाहिँ वन्दना गरेको हुने भएको वाङछुक अथवा छिङ त्यो चाहिँ के हो भन्दाखेरि उत्तम के भन्छ गुण लक्षणले युक्त भएको अभिषेक अहिले चाहिँ जुन अब लक्षण नपुगेको जुन अब धन सम्पत्तिमा चाहिँ अब एकदम आसक्त भएको लक्षणले नपुगेको त्यस्तो गुरुहरू र आफूलाई चाहिँ एकदमै अब के भन्छ आफूलाई दोर्जेलो पनि हो भने त्यस्तोले चाहिँ म चाहिँ वज्राचार्य हो भनेर चाहिँ मान्छेको जुन शिरमा भुम्बाहरू राखेर चाहिँ अभिषेक प्रदान त्यो चाहिँ जसले चाहिँ टाउकोमा भुम्बा कलश राख्छ त्यो सबै चाहिँ दोर्जेलो पनि हो भन्दा त्यो चाहिँ हो जुन बुद्धले ढोग गर्दछ बोधिसत्वले ढोग गर्दछ भनेर जुन बताइएको छ त्यो जुन यो चाहिँ यदि गुरु चाहिँ लक्षणहरूले युक्त भएको छ भने 10 दिशाका बुद्ध बोधिसत्वहरूलाई चाहिँ ढोग गर्दछ र त्यसै त्यो म चाहिँ अब त्यो लक्षणहरू केही पनि नभएको वाङ पनि नपाएको त्यसरी उहाँले चाहिँ जो टाउकोमा भुम्बा राख्ने त्यस्तो चाहिँ त्यसलाई चाहिँ वज्राचार्य भन्नु मिफमले चाहिँ के भन्नुभएको छ त्यो चाहिँ कलियुगमा चाहिँ अब धेरै के भन्छ नक्कली गुरुहरू आउँछ उहाँले चाहिँ आफ्नो इच्छाहरू आफ्नो स्वार्थहरू पुरा गर्न चाहिँ एकदमै धेरै अब मान्छेलाई मूर्ख गुरुहरू धेरै अब के भन्छ सिधा साधा शिष्यहरूलाई चाहिँ के भन्छ मूर्ख बनाउने धेरै गुरुहरू त्यही भएको कारणले गर्दा चाहिँ गुरु चाहिँ लक्ष्यले युक्त भएको छ छैन भनेर राम्ररी जाँच गर्नुपर्छ यदि लामा चाहिँ बुद्ध के भन्छ लक्ष्यले युक्त भएको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले गुरु मान्नुपर्छ त्यो नभएर चाहिँ त्यो चाहिँ हामीले चाहिँ त्यस्तो गुरु हो भनेर सोच्नेहरूलाई चाहिँ त्यसलाई चाहिँ त्यस्तो प्रकारको गलत आचरण भएको गुरुहरूको पछि लागेर त्यसको चाहिँ महापाप लाग्छ त्यस्तोमा चाहिँ हामीले होसियार गर्नुपर्छ त्यही भएको कारण तल चाहिँ अब होसियार गुरुहरू चाहिँ एकदम महत्त्वपूर्ण हो भनेर बताएको छ र तल आउँदा चाहिँ गुरु चाहिँ
त्यसै गुरुको नाम मात्र प्राप्त भएको त्यो चाहिँ हुँदैन यो लोकमा चाहिँ अब ठुलो गुरु हो भनेर त्यसमा चाहिँ के भन्छ आफैबाट चाहिँ हामीले चाहिँ के गर्नुपर्छ हामीले चाहिँ राम्रोसँग त्यसको चाहिँ त्यो गुरु चाहिँ लक्षण युक्त छ छैन भनेर चाहिँ दिमाग लगाएर चाहिँ अनुभवको त अनुभूतिको तर्फ चाहिँ उहाँको परिधिहरू हामीले चाहिँ जाँच गरेर चाहिँ गुरुको अनुसरण हुन्छ जो पाए त्यसलाई चाहिँ हामीले गुरु भनेर चाहिँ मान्यो भने हामीलाई ठुलो पाप पर्छ भनेर बताएको छ लक्षणले युक्त भएको गुरुलाई चाहिँ सबै बुद्ध सारा बुद्धहरूले पनि त्यसलाई उहाँले चाहिँ बुद्धहरूले पनि स्वीकार गर्छ भन्ने बताउनु भएको छ योगको सूत्रहरूको संग्रह भनेर त्यसबाट के छ छोटकरीमा भन्दा सूत्रहरूको संग्रह के छ भन्दाखेरि चाहिँ पल्देन दिशाको धेरै सूत्रहरूबाट चाहिँ संग्रह गरिएको त्यसमा के छ भन्दाखेरि रत्न स्कन्द सूत्रबाट के बताएको छ बुद्धले चाहिँ आनन्दलाई के भन्नुभएको छ भने बुद्धले ए आनन्द यदि कुनै बोधिसत्व चाहिँ रथमा विराजमान 5 इन्द्रिय सुखहरूबाट रमाइलो गर्दै त्यसमा चाहिँ अब बोधिसत्व भएको चाहिँ 5 इन्द्रिय जुन 5 काम गुणहरूको कुरालाई चाहिँ अब एकदम रमाइलो गर्दा त्यसलाई सुख गर्दै आनन्दित भएको मिठो पकाएर राम्रो लुगाहरू लगाएर यस्तो प्रकारले पञ्चकामगुणमा आसक्त भएको त्यस्तो प्रकारको भएको र तर वास्तवमा चाहिँ बोधिसत्व भएको रथमा चढेर गइरहेको जाने क्रममा चाहिँ त्यति बेला चाहिँ त्यसमा चाहिँ अब रथमा चालकहरू चाहिन्छ त्यो चालक चाहिँ जे अब के बुझ्नुपर्छ भन्दाखेरि रथ चलाउन लागि चालकहरू चाहिन्छ अब छोटकरीमा यदि त्यस्तो समय आउँदाखेरि चाहिँ त्यो बोधिसत्वले अन्य चालकहरू नभेट्दाखेरि चाहिँ बोधिसत्व आफैले नै त्यो रथलाई चलाउँछ भनेर बताउँछ त्यस्तो लक्षणहरूले युक्त भएको बोधिसत्व चाहिँ आफ्नो जुन रूप चाहिँ जस्तो सुकै भए पनि वास्तवमा चाहिँ गुरु के भन्छ बोधिसत्व भएको छ भने चाहिँ त्यो त्यस्तो प्रकारको बोधिसत्वले चाहिँ रथमा जाने क्रममा चाहिँ चालक नभएको उहाँले चाहिँ त्यो चालक चाहिँ आफै भयो तथा गर्दै त्यो बोधिसत्वले आफै सिर्जना राख्नुहुन्छ भनेर बताउँछ र त्यो चाहिँ जुन रत्न स्कन्धको सूत्रबाट बताएको तर्क पनि यो उदाहरणसँग चाहिँ मेल खान्छ भनेर र आजलाई यही राख्न चाहन्छु।